तिहारको भोलिपल्ट नेपालकै सौन्दर्य र पर्यटकीय क्षेत्र सौराहामा आन्तरिक पर्यटकहरूको उल्लासपूर्ण सहभागी देख्न सकिन्छ। त्यो एलिफेन्ट ब्रिडिङ साइटतिर एकदमै थुप्रै सङ्ख्यामा नेपाली पर्यटकहरूको आगमन भएको देख्न सकिन्छ। हिजो तिहार मनाएर घुम्न आएका चेलीबेटी दिदीबहिनी आफन्तहरूसँग सबैजना भेटघाट गर्दै एउटा घुम्न जाने गन्तव्यको रूपमा विकसित हुँदै आएको यस सौराहाको एलिफेन्ट ब्रिडिङमा बालबच्चा वृद्ध सबै देख्न सकिन्छ। निकै आनन्दमय शान्तपूर्ण वातावरण ठाउँ छ र यो देख्न सकिन्छ यी आन्तरिक पर्यटकहरू यसरी चौरमा बसेर आनन्द लिइरहेका छन् भने यो तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ र चितवनमा नवलपुरमा आसपासमा कोही हुनुहुन्छ भने कहाँ घुम्न जाने भन्ने सोचमा हुनुहुन्छ भने तपाईँहरू पनि सौराहाको आएर आफ्नो समय व्यतीत गर्न सक्नुहुन्छ। मन पर्यो भने तपाईँको साथीहरूलाई यो भिडियो सेयर गरिदिनु होला। धन्यवाद। हजुर